वेलकम गाइज, वेलकम बैक टू न्यू भिडियो। हामीले पार्ट 1 भिडियोमा देखेका थियौं कि हामीले डोमेनमा डीएनएस परिवर्तन गरेर 24 घण्टा लाग्छ एक्टिभ हुन भनेर देखाएको थियो। आज एक्टिभ भइसकेको छ, देख्न सक्नुहुन्छ surajkoti.com.np एक्टिभ लेखेको छ। आज हामी कसरी .com.np डोमेन हामी लाइभ गर्ने भनेर हेर्ने छौं। सर्वप्रथम म तपाईलाई एउटा डिस्क्रिप्सनमा एउटा लिंक दिन्छु, त्यहाँ क्लिक गर्नुहोस्। क्लिक गर्ने साथ यहाँ क्रेडिट अकाउन्ट भन्ने हुन्छ, त्यसमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले यहाँ क्रेडिट नाउ $0 मा क्लिक गर्नुहोस्। यहाँ तपाईलाई एकछिन भेरिफिकेसनको लागि केही समय लिन्छ। भेरिफिकेसन हुँदैछ, केही समय वेट गर्नुहोस्। भेरिफिकेसन सक्सेस भइसकेको छ। अब हामीले एउटा हामी डोमेन नेम लेख्न पर्छ। डोमेन नेम हामीले डोमेन नेम लेख्न पर्यो, जस्तै जे लेखे पनि हुन्छ। मैले सुरज खत्री लेखिदिन्छु। यहाँ तपाईले जे अप्सन राख्न पनि पाउनुभयो। एनएफ गरे छ कि छैन म चेक गर्छु। ल यो रहेछ, यो डोमेन रहेछ। म अब यसको पासवर्ड राख्न पर्छ, पासवर्ड राखिदिन्छु। तपाईले यहाँ जे पासवर्ड राख्दा पनि हुन्छ। त्यसपछि इमेल बाट आई एप्रुभ गर्नुपर्छ। यहाँ क्लिक गरेर आई एप्रुभ गर्नुहोस्, क्रिएट अकाउन्ट गर्नुहोस्। ल बधाई छ, अब हाम्रो डोमेन नेम भइसक्यो। हाम्रो वेबसाइट भनौं यो .np डोमेन कस्टम डोमेन ल्याएर हामीले यसबाट लाइभ गर्ने छौं। त्यसको लागि सर्वप्रथम एड डोमेन क्लिक गर्नुपर्छ। एड डोमेनमा क्लिक गरेपछि एड अ कस्टम डोमेन भनौं, यहाँ क्लिक गर्नु पर्यो। यहाँ लेख्न पर्यो हामीले surajkoti.com.np डोमेन। तपाईले जुन डोमेन रेजिस्टर गर्नु भएको त्यही राख्ने हो। भेरिफिकेसन डोमेन भनौं, यहाँ भेरिफिकेसन हुन्छ कि नै। ल बधाई छ, यो ग्रीन टिक्ला भने यो भेरिफिकेसन हुन्छ। देख्न सक्नुहुन्छ हामीले डोमेन एड गरिसक्यौं। अब हामी ब्याक अकाउन्टमा जाम, कन्ट्रोल प्यानलमा जाम। मैले एकै ठाउँ भिडियो पनि बनाउन सक्थे, एकदम भिडियो लामो हुने भएकोले बनाइन। अब देख्न सक्नुहुन्छ यहाँ हामीले दुईटा काम गर्नुपर्छ। एउटा सी नेम रेकर्ड गर्न पर्छ, एउटा फेरि एसएलएल टीएसएल यहाँ देख्न सक्नुहुन्छ। हो यो यसलाई हामीले एक्टिभ गर्न पर्छ। पहिला हामी सी नेम रेकर्ड गर्छौं। सी नेम रेकर्ड गर्नको लागि पहिला हामी फेरि पहिल्यै ठाउँ फर्किनु पर्यो। हाम्रो यो एसएल सर्टिफिकेटमा क्लिक गर्नुपर्छ। यहाँ न्यू एसएसएल सर्टिफिकेटमा क्लिक गर्ने। यहाँ हाम्रो डोमेन नेम लेख्ने surajkoti.com.np क्रेडिट अडल्ट गर्ने। यहाँ सी नेम देखाएको छ। रेकर्ड नेममा यसलाई कपी गर्ने, कपी गरेर यहाँ सी नेम भन्ने छ। यहाँ सी नेममा सोर्समा कन्ट्रोल भी गर्ने। त्यसपछि यहाँ surajkoti.com.np राख्ने। अनि फेरि यहाँ छ अर्को डेस्टिनेसनमा यो सबलाई कपी गर्ने, कन्ट्रोल सी गर्ने, यहाँ गएर कन्ट्रोल भी गर्ने, त्यसपछि एड गर्ने। एड भइसकेको छ। अब हामीले डोमेन लाइभ भइसक्यो। स्टोरमा जाम, यहाँ हामीले क्लिक गर्छौं एसएसएल
यस भन्नेमा क्लिक गर्ने। त्यसपछि यहाँ हामीले कन्फर्मेसनमा क्लिक गर्ने। अब यहाँ दुईटा सर्टिफिकेट एड गर्नुपर्छ। सर्वप्रथम हामीले एड गर्न पर्ने हो। देख्न सक्नुहुन्छ रिक्वेस्ट सर्टिफिकेटमा क्लिक गर्ने। केही समय लिन्छ यसको लागि। केही समय लिएर यहाँ दुईटा कोड दिन्छ, त्यो कोड हामीले यहाँ एड गर्नुपर्छ। प्राइभेट की एउटा यसमा, त्यसपछि यहाँ तल फेरि सर्टिफिकेटमा यसमा क्लिक गर्नु, अपडेट गर्नुपर्छ। यहाँ केही समय लिन्छ, यहाँ काम हुँदैछ। यो डोमेन दर्ता भएको 1-2 घण्टामा लाइभ हुन टाइम लिन्छ। 1-2 घण्टा चाहिन्छ। हामीले पहिला यसलाई कन्फर्म गरेर हामीले वर्ड पेजबाट हामीले वेबसाइट लाइभ गर्नेछौँ। लाइभ गरेर तपाईं जुनसुकै नेपालको जुनसुकै ठाउँबाट पनि एक्सेस गर्न मिल्ने अनलाइन लगइन पेज हालेर जुन पनि मेलबाट लगइन गर्न मिल्ने हामीले बनाउनेछौँ। देख्न सक्नुहुन्छ यहाँ हुँदैछ काम। भइसक्यो। यहाँ हेर्न सक्नुहुन्छ यिन दुईटा कोड हुन्। यिन दुईटा कोडहरू इन्स्टल एसएसएल सर्टिफिकेट अटोमेटिकमा क्लिक गरेपछि उले अटोमेटिक तरिकाले यही एड हुन्छ, आफै एड हुन्छ। हामीले केही कपी पेस्ट गर्न पर्दैन। भइसकेको छ। अब हामीले यसलाई ब्याक गरौँ। अटोमेटिक भयो, हामीले केही कोड गर्न पर्दैन। यो कोड यहाँ छ, यहाँ हामीले हेर्न मिल्छ। यो कोड गरेपछि जस्तै यहाँ हामीले वेबसाइट खोल्दाखेरि यहाँ कनेक्सन इन्सेक्योर भनेर देखाउँछ। जस्तै मैले अस्ति मैले फोटो बनाएको छु khatrisuraj.com.np। हो यत्न देखाएको छ नि, भ्यू साइट इन्फर्मेसन भनेर यहाँ कनेक्सन इन्सेक्योर देखाएको छ नि। हो यो मैले त्यही गरेर हो। मैले यसलाई ट्राई गर्नको लागि मैले आफ्नै अर्को khatrisuraj.com.np बनाएको। अब हाम्रो यो काम सबै भइसक्यो। अब हामी वर्डप्रेस डाउनलोड गर्छौं र इन्स्टल गर्छौं। हामी वर्डप्रेस इन्स्टल गर्नको लागि यहाँ क्लिक गर्छौं। वर्डप्रेस देख्न सक्नुहुन्छ। वर्डप्रेस इन्स्टल गर्नुहोस्। अब हामी केही इन्फर्मेसन भर्न पर्छ। यहाँ https भन्ने हुन्छ। हाम्रो वेबसाइट जहिले पनि https मा खुल्छ। त्यसपछि हामीले surajkhotri.com.np डोमेन बनाउने हो। हामीले भर्जन नयाँ भर्जन जो राखौं। यसले केही फरक पार्दैन। हाम्रो नाम लेख्छौं हामीले। म लेख्छु सुरज खत्री लेखेँ। यहाँ मै ब्लगमा त लेख्छु र हटाए। यसमा युजर नेम लेख्नु पर्छ। तपाईले जे लाउन मिल्छ। मैले एडमिन लाए। पासवर्ड हाल्नु पर्छ। पासवर्ड हामीले पछि चेन्ज गर्न नमिल्ने भएकाले एकदम स्ट्रङ पासवर्ड हाल्नु पर्छ। त्यसपछि हाम्रो इमेल राख्नु पर्छ। इमेल चाहिँ अनिवार्य राख्नु पर्छ। अरु केही गर्न पर्दैन। हामी त इन्स्टल गर्न पर्छ। इन्स्टल हुन केही समय लिन्छ। 3-4 मिनेट भनेको छ। इन्स्टल भइसकेको छ। अब हाम्रो वर्डप्रेस हाम्रो वेबसाइटमा इन्स्टल भइसकेको छ। अब देख्न सक्नुहुन्छ। अब हामीले यहाँ दुईटा लिंक दियो। एउटा surajkhotri.com.np। यो अझै खुल्दैन। कम्ती पनि 1-1.5 घण्टा 2 घण्टादेखि 5 घण्टासम्म लाइभ हुन लिन्छ समय। देख्न सक्नुहुन्छ। म खोलेर देखाउँछु। अझै मेरो पहिलाको वेबसाइट देखाइरहेछ तर अहिलेको वेबसाइट देखाएको छैन। यो हुन केही समय लिन्छ। यो म क्लिक गरेर देखाउँछु नि। 404 इज नट फाउन्ड भनेर देखाएको छ। केही समय लिन्छ। तपाईको 3 देखि 4 घण्टा समय लिन्छ यो बन्नको लागि। यो बनेर लाइभ भइसकेपछि म फेरि अर्को भिडियो लिएर आउँछु। र अब अर्को भिडियोमा हामी कसरी वर्डप्रेसमा थिम्सहरु राख्ने, कसरी बनाउने भनेर देखाउने छौं। त्यतिन्जेल सम्मको लागि हामीलाई बिदा दिनुहोस्। हस्त नमस्ते।